तर यो राम्रो गेम तर नमोटाएको ठिकै हुन्छ मोटाएको माछी नि फेरि पक 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 बज्ने के माछी हैन मैले हैन यो गुरुङनीको म त दाउरो भयो भने तिम्रो लाडो त भात दिन्छु नि म त फेरि बसेरै थिचेरै भात दिन्छु नि माथिबाट चढी चढी फेरि होस् गर नि फेरि यस्तो खोल्न पुरो गेम खेलौँ चिक्दा चिक्दा चिकेर तिम्रो पुती अनि रातो टटाउने न भपाउने बनाइदिन्छु अनि त्यसपछि त केटाहरु बिसी जानुपर्छ केटाहरु सबैले फलो गर्ला छिटो छिटो मलाई छिटो कतारको केटी चाहियो मेरो गाला कस्तो यहाँनिर यस्तो दिदी हेर्न मेरो गाला कस्तो सुन्नु दुखेर कस्तो भएको हेर्न यहाँनिर कस्तो यो यस्तो छुट्दाखेरि मात्र देख्दो रहेछ नत्र अहिले कहिलेले डिपी कस्तो राम्रो लागेछ फेरि अघि अर्कै त्यो डिपी तिर लाने मेरो हो ज्वाइँले चेन्ज गर्दैन मैले चेन्ज गरेको थिएँ त्यो ज्वाइँले आज त जाने हो टिका मारी गर्न केटाहरु के भन्छ ग्रुपमा म गएको अस्ति हेर हेर न एउटा कुरा मेरा प्यारे लाल है मेरा मुट्ठी है मेरा गले है सब कुछ है दिदी मलाई पनि एउटा केटा खोज्दै न बोयफ्रेन्ड खोज्दै कोयतमा चाहियो झकासी छ त के अनि म छु अनि एकदम दम बोकेर हिँडेको मान्छे म छु अनि तर झकासी दम दिन जानेको छ नि तिमीले कतिचोटि दिन्छौ भन न एकचोटि कतिचोटि दिन जानेको छ मैले 5-7 चोटि कुकुर स्टाइल अनि डग स्टाइल अनि उत्ता नपारेर थाप्न सक्छौ नि म त फेरि आफै गर्न मजा लाग्छ अरूले गरे मजै लाग्दैन के तिमी थाप्न सक्छौ नि मेरो थामिहाल्छु नि अनि तिम्रो त अनि चिकी तिम्रो पुत्ती नै माछिने खत्तम बनाएर टटाउने न भपाउने कठाई किन चिकायौँ भन्ने बनाउँछ अनि त्यस्तो ओ गुरुङनी तिमी र म भिसी जाम क्या यार भिसी गएर यसो हेर्नु पर्यो गुरुङनीको पुती तामाङनीको त हेरिसकेको गुरुङनीको पुती हेर्नु छ मलाई राइनीको नि हेरिसक्यो तामाङनी हेरिसक्यो अनि लिम्बुनीको नि हेरिसक्यो वर्षाको अनि अब गुरुङनीको कहिले हेरिस है तामाङनीको कहिले हेरिस त तिमी तिम्रो हेरे छैन कि अरू कसै सुन केटा है अनुमान गरौ झकासी हैन मेरो पुती कस्तो होला अनुमान गर त तिम्रो पुती त्यस्तै हो मान्छे सेतो भए पनि कालो त तल त कालै हुन्छ पो त्यस्तै हो तर एकचोटि यस्तो गर न ओइ हैन मतलब चाहिँ हैन कालो कुरा छोड न कालो कुरा मोटो पातलो कत्रो होला भन्न खोजेको के उहाँले चाहिँ त बुझ्दैनस् त मुजी पनि मोटो त मोटै छ कि चाक त एकदम मोटो छ चिक्दाखेरि पानी नि छलछल फाल्छ के मम ड्याडले त्यस्तो अनि पुती अनि लाडैभरि पानी लागेर माछिन् झन् होलो भगवान बाप हुन्छ फेरि दिमाग खराब हैन मलाई पानी फाल्दै भने त कस्तो छ भन न ओइ एक मुठा पर त सकिन्छ यार मेरो पुती चाहिँ कस्तो छ भन्न तर यो तामाङले पनि त्यस्तै हो क्या मान्छे पानी फालेर लाँडो होलो बनाइदिन्छ मान्छे वात अब यो उमेरमा त झन् चाहिएको हुन्छ धेरै छैन सुन न मैले त आजसम्म चिकेको पनि छैन कस्तो हुन्छ चिकाइ भन्ने थाहा पनि छैन हेरेको छु बरु होइन हेरेछु सिकाइसक्यो होला कतिले चिके ओइ नाना हो कि नै भन्दै म कहिलेसम्म चिकेको त केटा म जस्तो होइन नचिकेको केटी पाउन त भाग्यमा स्वर्गमा गएर अफिस गरेर आउनुपर्छ गेस्टसम्म बाउको चाहिँ अहिलेसम्म मलाई कसैले चिकेन भन त बाउकी चाहिँ अहिलेसम्म कसैले चिकेन भन छोरी अहिलेसम्म म कोहीसँग चिकेको छैन लाडो चाहिँ हेरेको छु है दरो लाडो हेरेको छु जम्मी यार म त भिसी जान्छु यार आज त कोही छ मलाई बाघ हानेर भिसी लैजाऊ यार म पुती आज म जान्छु पुती देखायो भने फेस देखाउँदिन है फेरि 1900 जना छ छिटो छिटो भिसी जानेपछि गुरुङ नि मलाई भिसी लैजा यार तिमी यार लास्टै मन पर्छ एउटा बागान झकासी यहाँ लु ममराटको लाइटमा म हिँडिहाल्छु जीवन निकालेर आइडी ला म मुजी पुती हेर्नलाई मान्छे गिफ्ट हानी म हान्दैन भाइ त्यस्तो देखाउँदैन ल मरे देखाउनु फ्रीमा देखाउने त्यो मुजी के तल मेरो फ्रीमा देखाए नि पुती जस्तो लाग्यो निदार हो चिग्ने मुजी निदार हो त्यो मुजी पुती माछे नि सकिने न बिग्रिने न साले पुती भिखारी थोक चिग्ने मुजी अहिलेको जमानामा केटाहरु पुती त बोजीमा बोकेर हिँड्छ हो चिग्ने मुजी
हामी त लाडो हेरौँ भन्दैन त लाडो त त्यस्तो मुजी मेरो त दाहिने देब्रे फिलामा झुन्ड जस्तो कि नाकको टोपा झुन्ड कि अहिले कहिले हेर्नु आइज गुरुनी भन्ने कच्चे त मुसीलाई एउटा पुती दिने केटी नि छैन गुरुनीको पछि नलाग्ला गुरुनीको पुती हेर्छ होइन यो कासेलाई चाहिँ कसले फलो गरेछ हो यत्रो